नमस्कार अनि जय मसी भने त यो भिडियो आज मुख्य गरी संकुचित सोच भएको अख्रिस्टियन वा हिन्दू साथीहरूको लागि हो है त। म बाइबलबाट केही खण्डहरू पढ्छु पहिला तपाईहरुको लागि। मत्ती 28 को 19 र 20 पद। यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा दियो। यो बाइबलले दिएको आज्ञा हो। अनि संसारभरि नै ख्रिस्टियनहरूले किन सुसमाचार सुनाउँछन्, ख्रिस्टियन धर्मको प्रचार गर्छन् अथवा यसुको बारेमा बताउँछन् भन्दाखेरि बाइबलले दिएको आज्ञा भएको कारणले गर्दा हामीले बताउने गरेको, न डलरको लागि न युरोपको लागि। जस बाइबलले हामीलाई आज्ञा दिएको छ त्यसकारण हामी बताउँदै हिँडेका छौँ। यसुको बारेमा, बाइबलको बारेमा अथवा ख्रिस्टियन धर्मको बारेमा प्रचार गर्दै हिँडेका छौँ। यो रोकिनेवाला छैन। 2000 वर्ष अगाडिबाट सुरु भएको यो बानी, यो आज्ञा पालन गर्ने कुरा 2000 वर्षसम्म पनि जारी छ र आउँदो वर्षहरूमा पनि यो जारी नै रहन्छ। म अर्को नि एउटा खण्डहरू पढ्छु। प्रेरित 8 अध्यायको 1 पद अनि 4 पद है त। तिनको हत्यामा साहुल पनि सहमत थिए। त्यसै दिन यरुशलेममा भएका मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो र प्रेरितहरू बाहेक तिनीहरू सबै यहुदिया र सामरियाका इलाकाहरूतिर छरपष्ट भए। 4 पद। तब ती छरपष्ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे। आमेन। मैले भन्न खोजेको अथवा आज जोड्न खोजेको कुराहरू के हो भने, हामी जो अलिकति कट्टर क्रिस्चियन विरोधीहरू हुनुहुन्छ, मेरो थुप्रै अक्रिस्चियन साथीहरू छ, उहाँहरूसँग मेरो राम्रै सम्बन्ध छ, उहाँहरूसँग मेरो बोलचाल हाई हेलो एउटा आत्मीय सम्बन्ध छ। तर केही फेसबुकमा, टिकटकमा अथवा सामाजिक सञ्जालमा देख्छु जसले चाहिँ एकदम खेदो खनिरहेको हुन्छ, सतावट दिन खोजिरहेको हुन्छ। कसरी हुन्छ संसारबाट निमिट्यान्न बनाउने ख्रिस्टियनहरूलाई, विशेष गरी नेपालबाट चाहिँ हटाइदिने भनेर सोचेको हुन्छ नि, सतावट दिने कामहरू चाहिँ गरिरहेको हुन्छ क्या। जस्तो पछिल्लो समयहरूमा तराईका विभिन्न जिल्लाहरूमा, गाउँहरूमा प्रार्थना गरेको ठाउँमा कुट्ने, आगो लगाइदिने, लखेट्ने कामहरू भइरहेछ होइन। अनिखेर बाइबल च्यातिदिने, अनिखेर सुसमाचार प्रचार गर्दा कुट्ने कामहरू भएको छ नि। यसो गरेर चाहिँ मण्डली भत्काइदिएर, बाइबल च्यातिदिएर, झ्यालखानामा हालिदिएर चाहिँ ख्रिस्टियनहरूलाई चाहिँ हामी कम गराउँछौँ, ख्रिस्टियनहरूलाई चाहिँ नेपालमा बढ्न दिँदैनौँ भन्ने जुन सोच विकास भइरहेछ, विकास गरिरहनु भएको छ, त्यो तपाईँले जुन अपनाउनु भएको छ नि ख्रिस्टियानिटी नबढ्न दिनको लागि, त्यो चाहिँ एकदम गलत तरिका चाहिँ अपनाइरहनु भएको छ। किनभने बाइबलमा हेर्ने हो भने, संसारभरि हेर्ने हो भने जति धेरै खेतो र सतावट भएको छ, झन् धेरै ख्रिस्टियानिटी बढिरहेछ क्या, झन् धेरै फैलिरहेको छ। कुनै एउटा ठाउँ मलाई बताउनुहोस् जहाँ चाहिँ ख्रिस्टियनलाई सतावट दिँदा, ख्रिस्टियन मारिँदा, ख्रिस्टियनलाई जेलखानामा हालिँदा त्यो ठाउँमा चाहिँ एकजना पनि ख्रिस्टियन नभएको। तर कहीँ कतै पनि ख्रिस्टियनलाई सताउँदा, मारिँदा, खेदो गर्दा ख्रिस्टियानिटी हटेको, कम भएको, अलग भएको हामी देख्छौँ, झन् बढिरहेछ क्या। त्यस कारणले त म तपाईँहरूलाई के सल्लाह दिन चाहन्छु भने, सुसमाचार सुनाउनु अथवा ख्रिस्टियन धर्मको प्रचार गर्नु, यसको बारेमा प्रचार गर्नु बाइबलको आज्ञा हो, बताइ नै रहन्छौँ। अनि प्रार्थना गर्नु, सङ्गति गर्नु, जुट्नु, एकअर्कालाई उत्साह दिनु, बाइबलको आज्ञा यो हामी पालन गर्छौँ। त्यो अवस्थामा तपाईँले सतावट दिनुहुन्छ, खेदो गर्नुहुन्छ भने त्यसरी ख्रिस्टियानिटी रोकिनेवाला छैन, हराउनेवाला छैन, कम हुनेवाला छैन। बरु तपाईँले आफ्नै दुनियाँमा ख्रिस्टियनहरूलाई छोडिदिनु भयो भने, वास्तै गर्नु भएन भने त्यति नबढ्ला। तर तपाईँले सताउनु भयो, खेदो गर्नुभयो भने झन् बढ्छ। भर्खर मैले अघि प्रेरित 8 अध्यायको 1 पद र 4 पद पढी। त्यहाँ खेदो र सतावट आइसकेपछि यरुशलेममा मात्रै भएका मान्छेहरू अरू ठाउँहरूमा पनि फैलिएको छ, पुगेको छ। जस्तो तपाईँले तराईमा सताउनु होला अरे, त्यहाँ केही समय सुनसान होला र, तर त्यो ठाउँबाट अरू ठाउँमा पनि सर्छ क्या, बढ्छ क्या। काठमाडौँमा आउला, हिमाली भेगमा आउला र संसारको सबै कुनाहरूमा चाहिँ झन् फैलिने र बढ्ने सम्भावना हुन्छ। त्यस कारण त तपाईँहरूले जुन तरिका अपनाइरहनु भएको छ कि ख्रिस्टियानिटी नबढोस्, कम होस् भनेर, त्यो चाहिँ तपाईँले गलत तरिका अपनाइरहनु भएको छ। तर हामीलाई हाम्रो काम आफ्नो तरिकाले गर्न दिनुभयो, हाम्रो विधिविधानहरू, हाम्रो आज्ञाहरू हाम्रो तरिकाले पालन गर्न दिनुभयो भने सायद जसरी बढ्नु पर्ने त्यसरी नबढ्न सक्छ। तर तपाईँले सताउनु भयो, खेद्नु भयो, मार्न खोज्नु भयो, प्रार्थना गर्न रोकिदिनु भयो, सुसमाचार सुनाउन रोकिदिनु भयो, कुट्नु भयो, चर्चहरू जलाइदिनु भयो, यी विभिन्न हिंसात्मक कार्यहरू गर्नुभयो भने झन् बढ्छ है, झन् रोकिनेवाला छैन। झन् तपाईँहरूलाई चाहिँ तनाव र तपाईँहरूलाई चाहिँ चिन्ता बढ्नेवाला छ। त्यस कारणले गर्दा
क्रिस्चियनहरूले सुसमाचार सुनाउँदै गर्दा खेदो नगर्नुहोस्। चर्चमा गएर आगो लाउने, कुट्ने, सताउने कामहरू नगर्नुहोस्। त्यो गर्दा क्रिस्चियनलाई हानि हुनेवाला छैन। केही समय दुःख पाउँला, जेल खाना पनि जाउँला, कुटाइ पनि खाउँला, केही मान्छेहरू मरेको पनि छ, केही अफ्रिका मुलुकहरूमा, केही अरू विभिन्न ठाउँहरूमा मरेको छ। केही मरे तर घटेको त छैन नि, कम त भएको छैन नि, संसारबाट अलप त भएर गएको छैन नि, बढी नै रहेछ नि। त्यस कारणले गर्दा विशेष गरी तपाईँहरू जो कट्टर हिन्दूवाद हुनुहुन्छ अथवा हामीलाई सताउने मेन्टालिटी बनाउनु भएको छ, त्यो सताउँदा हामी हराउनेवाला छैनौँ, हामी कम हुनेवाला छैनौँ, संसारबाट अलग भएर जानेवाला छैनौँ, तर झन् बढ्छ, झन् वृद्धि हुँदै जान्छ। तर तपाईँले आफ्नै तरिकाले हामीलाई आफ्नो काम गर्न सक्नुभयो, छोडिदिनु भयो भने एउटा समाजमा मेलमिलाप हुन्छ, एउटा खुसी र आनन्द आउँछ। जति बढ्नु पनि त्यति नबढ्न सक्छ, तर सताउँदा, खेदो गर्दा झन् संसारका कुना काप्चामा चाहिँ बढ्छ। हुन्छ, धेरै धन्यवाद। जय मसी अनि नमस्कार है त।